बिहान उठ्न चाहिँ 3:30 बजे उठेको होइन, तर अब होटल चाहिँ 4 बजेभन्दा अगाडि नखोलेको भएर 4 बजेबाट लाइनमा आएर बसेका छौँ। अहिले हामी लगभग लाइनको बिच भागमा आइपुगेका छौँ। सायद 4 बजेदेखि लाइन बसेको 8 देखि 10 बजेभित्र चाहिँ हाम्रो पालो पर्छ भन्ने हामी सम्भावनामा छौँ। सोचमा छौँ अब वास्तविक कति बजे पालो आउला दाइ? भालो खै अब 8 बजे भित्र त आउला। नारायण दाई कति बजे पालो आउला? 7:30 8 बजे भित्र आउँछ। विष्णुको कुरो आज म 9 बजेमा व्रत छ मेरो। कति बजीतिर पालो आउला भाइ? अनुमान गरिसक्यो लगभग अब 1.5 घण्टामा नवल्ली व्रत भन्ने हामी कति बजे लाइनमा बसेको अरे? हामी 3 बजे रेडी भएको अनि होटलले ढोका नखोलेर 4 बजे आयो। 4 बजेबाट लाइन बस्यो। अनि जेजीको कुरो के छ? गणेशको कुरो हामी अब आधी घण्टा पुगिन्छ। ल 15 मिनेट यो त जेजीहरू आत्तिसक्यो मेरा। होइन आधी घण्टा। अब छोरो कति बेला पालो आउला? अब 45 मिनटमा ठ्याक्कै दर्शन गरेर हामी गइन्छ तलतिर। ल जय मनोकामना। ल हेर्नु यो लाइन छ यस्तो, यो 3 बजेदेखि बसेको लाइन चाहिँ जय